सधैँ कक्षा कोठामा शिक्षकहरूको कुरा सुन्ने विद्यार्थीहरू शुक्रबार भने फरक कार्यक्रममा रमाए। देशको राष्ट्रियता, भौगोलिक अखण्डता र वीर पुर्खाहरूको गाथा सुन्दा उनीहरू मस्त भए। यति मात्र होइन, कलाकारहरूले समेत देश प्रेमका गीत गाएर उनीहरूलाई मन्त्रमुग्ध बनाए। उनीहरूले आफ्नो देशको बारेमा बुझ्ने मात्र होइन, कलाकारसँगै नाचे, गाए। सुस्ता बचाऊ युवा अभियान र सुस्ता बचाऊ अभियान नवलपरासीको मुख्य आयोजना संस्थागत तथा सामुदायिक विद्यालयहरू लखन ब्रदर्स युवा क्लबको सहकारीमा भएको कार्यक्रममा नापी विभागका पूर्व महानिर्देशक तथा सीमाविद बुद्धि नारायण श्रेष्ठले सीमा के हो, सीमा स्तम्भ के हो, अन्तर्राष्ट्रिय सीमा र नेपालको सीमा विवादको बारेमा समेत बताए। यो सीमा समाधानका समस्याका उपाय समेत उनले विद्यार्थीहरूलाई जानकारी दिए। हाम्रो 1,47,819 वर्ग किलोमिटर मध्येमा 100 वर्ग किलोमिटर मिचियो भने 2500 नेपाली जनता विदेशी चाहिँ जनतामा परिवर्तन हुन्छ। हुँदा 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 हाम्रो नेपालको क्षेत्रफल मध्ये आधी क्षेत्रफल मिचियो भनेदेखि हाम्रो नेपालको 3 करोड जनता मध्ये मात्र 1.5 करोड जनता त विदेशी बासिन्दा हुन्छन्। त्यस कारणले यो धेरै संवेदनशील कुरो हो। युवा वर्ग विद्यार्थीले तपाईहरुले यो जान्नुपर्ने हुन्छ। कार्यक्रममा नेपाली सेनाका पूर्व उपरथी तथा राष्ट्रिय रक्षाविद डाक्टर पूर्णबहादुर सिलवालले विभिन्न समयमा नेपालमाथि भएको आक्रमण, नेपाल एकीकरण र पृथ्वीनारायण शाहको योगदान र कालखण्डका बारेमा तथ्यगत रूपमा प्रस्तुति दिए। नेपाल एकीकरण सन् 1744 मा नुवाकोटमाथि विजय हासिल गरेर प्रारम्भ भएपछिको करिब 70-72 वर्षसम्म निरन्तर रूपमा चाहिँ हाम्रा पुर्खाहरूले युद्ध लड्दै 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 गएर जुन देशको निर्माण गर्यो त्यो देश अहिले सार्वभौमसत्ता सम्पन्न छ र हामी त्यसका चाहिँ नागरिकहरू हौं। हामी त्यही वीर पुर्खाहरूको हामी सन्तान हौं। सुस्ता बचाऊ युवा अभियानका संयोजक योगेन्द्र गौतमले युवा वर्गमा राष्ट्रियता र वीर पुर्खाको बारेमा चिनाउन जरुरीलाई महसुस गरी स्वतःस्फूर्त रूपमा युवाहरू मिलेर कार्यक्रम गरेको बताए। सीमा सम्बन्धी स्पष्ट जानकारी, युवामा राष्ट्रप्रेम र सचेतनाको अभिवृद्धि, राष्ट्रिय विषयमा संवाद र विमर्शको संस्कृति प्रवर्धन, युवालाई सकारात्मक ऊर्जा दिने गरी कार्यक्रम गरिएको हो। बुटवल अन्तर्राष्ट्रिय सभा केन्द्रमा रूपन्देही, नवलपरासी र कपिलवस्तुका करिब 2000 विद्यार्थीहरू कार्यक्रममा सहभागी थिए।